दर्शक महानुभाव, नेपालीको न्युज च्यानलमा तपाईहरुलाई फेरि पनि स्वागत छ। आजका समाचार भने निकै नै महत्त्वपूर्ण रहेका छन्, त्यसैले भिडियोलाई अन्तसम्म हेरेर साथ दिनुहोला। अहिलेसम्म पनि तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरेर जोडिनुहोस्। आज मङ्सिर 5 देशभर कहाँ के कस्ता घटनाहरू घटे आजको यस भिडियोमा विस्तृत रूपमा जानकारी दिनेछौँ। पछिल्लो समयमा एमाले पार्टीका प्रतिनिधि ईश्वर पोखरेलले भने केपी ओलीसित अध्यक्ष पदको लागि भिड्ने र परिणाम जे आए पनि भोग्न तयार रहेको बताएका छन्। यसैगरी दुर्गा परसाईलाई जेलबाट रिहा गर्ने कि नगर्ने यसबारे पनि विशेष अपडेट। त्यसैगरी आरएसपी अध्यक्ष रवि लामी छाने र जोशीको मुद्दा किन स्थगित गरियो, आखिर किन जेनजी समूहले माग्दैछ त सुशीला कार्कीको पद राजीनामा। दर्शकबिन, यस विषयमा पनि हामीले तपाईहरुको लागि विशेष अपडेट लिएर आएका छौँ। सिमरामा जेनजी समूहले कुट्ने एमालेको नेता पनि पक्राउ लगायत धेरै समाचार हेरिरहेका छन्। त्यसैले आउनुहोस् आजको पहिलो तथा विशेष महत्त्वपूर्ण समाचारतर्फ लागौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उनले आगामी 8 मङ्सिरमा राष्ट्रिय सभागृहमा सार्वजनिक कार्यक्रम गरेरै उम्मेदवारी घोषणा गर्ने योजना बनाएका छन्। स्रोतको अनुसार पोखरेलले यस कदम मार्फत पार्टीको नेतृत्वमा आफ्नो दाबी सार्वजनिक गरेका छन्। एमालेको 11औं महाधिवेशन मङ्सिरको अन्तिम सातामा तय भएको छ। यसमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पनि नेतृत्व नछोड्ने तयारी गरिरहेका छन्। ओलीले तेस्रो पटक अध्यक्ष बन्नको लागि पार्टीको विधान नै संशोधन गरेका थिए। यसले महाधिवेशनमा नयाँ राजनीतिक प्रतिस्पर्धा सिर्जना गर्ने सङ्केत दिएको छ। तर जेनजी आन्दोलनपछि राजनीतिक परिस्थिति फेरिएको छ। पोखरेलले ओलीलाई नेतृत्व छोड्नुपर्ने तर्क राख्दै आएका छन्। उनी भन्छन् कि पार्टीलाई बलियो बनाउने र आम कार्यकर्ताको विश्वास जित्ने जिम्मेवारीका लागि नयाँ नेतृत्व आवश्यक छ। यो राजनीतिक गतिविधि पार्टीभित्र र बाहिर दुवै ठाउँमा चर्चामा आइरहेको छ। अनुज दर्शकबिन, अब अर्को समाचारतर्फ लागौँ। सर्वोच्च अदालतले दुर्गा परसाईलाई 24 घण्टाभित्र अदालतमा पेश गर्ने आदेश दिएको छ। न्यायाधीश मेघराज पोखरेलको नेतृत्वमा बसेको इजलासले परसाईलाई पक्राउ गरेको कारण र आधार अदालतमा पेश गर्ने निर्देशन दिएको हो। अदालतको अनुसार परसाईलाई पक्राउ गरेर 24 घण्टाभित्र अदालतमा उपस्थित गराउनु पर्नेछ। यससँगै सरकारी वकिलको कार्यालय मार्फत लिखित जवाब पेश गर्नुपर्नेछ र त्यसपछि कानुनी प्रक्रिया अनुसार मुद्दा अघि बढ्नेछ। परसाईका छोराले सर्वोच्च अदालतमा हाबियस कोर्ट पिटिसन दर्ता गरेका थिए। उनीहरूले दाबी गरेका छन् कि उनका बुवा अवैधानिक रूपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सार्वजनिक शान्ति भङ्ग गर्ने बयान दिएको आरोपमा काठमाडौँ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। आउनुहोस् दर्शकबिन, अब अर्को महत्त्वपूर्ण समाचारतर्फ लागौँ। आरएसपी अध्यक्ष रवि लामी छाने र छविलाल जोशीले दर्ता गरेको रिट निवेदनको सुनवाई स्थगित गरिएको छ। बुटवाल स्थित तुलसीपुर उच्च अदालतको इजलासले कानुनी टोलीको अनुरोधमा सुनवाई पछि सार्ने निर्णय गरेको हो। लामी छाने र जोशी हाल सर्वोच्च सहकारी ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा हिरासतमा छन्। आजको सुनवाईका लागि उनीहरूको मुद्दा लटरी प्रणाली मार्फत अदालतको कोठा नम्बर 3 मा संयुक्त इजलासमा गर्ने तोकिएको थियो। तर लामी छानेको मुद्दा आजै पाटन उच्च अदालतमा पनि तय भएकाले उनको वकिलले बुटवाल इजलासमा स्थगन मागेका थिए। यस अनुरोधलाई इजलासले स्वीकृति गर्दै सुनवाई अर्को मितिमा सार्ने निर्णय गरेको छ। यस निर्णयसँगै लामी छाने र जोशीको न्यायिक सुनवाई केही समयका लागि स्थगित भएको छ। अदालतको अर्को मितिले कानुनी प्रक्रिया अघि बढाउनेछ र सम्बन्धित पक्षले तयारीका लागि थप समय पाएका छन्। त्यसैगरी आउनुहोस् दर्शकबिन, अब अर्को महत्त्वपूर्ण समाचारतर्फ लागौँ। 23वटा युवा समूहले राष्ट्रपति समक्ष पिटिसन पेश गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। पिटिसनमा भनिएको छ कि वर्तमान अन्तरिम सरकारले पनि आन्दोलनका मागहरू पूरा गरेको छैन। भ्रष्टाचारमा संलग्नलाई कारबाही नगर्नु, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न, संविधान संशोधन नगर्नु र आन्दोलनमा घाइते भएका वा शहीद परिवारको उचित उपचार तथा क्षतिपूर्ति सुनिश्चित नगर्नु यसको मुख्य आरोप हुन्। युवा समूहहरूले राष्ट्रपति समक्ष वर्तमान सरकारको राजीनामा माग्दै नयाँ सरकार गठनको लागि मध्यस्थता गर्न अनुरोध गरेका छन्। पिटिसन स्पष्ट गरिएको छ कि यदि सरकारले माग पूरा गरेन भने उनीहरूले फेरि शान्तिपूर्ण आन्दोलन र दबाव अभियान सुरु गर्ने चेतावनी दिएका छन्। दर्शकबिन, अब अर्को समाचारतर्फ लागौँ। बुधबार सिमरा एयरपोर्टमा एमाले नेता महेश बस्नेतलाई स्वागत गर्न पुगेका कार्यकर्ता र प्रदर्शनकारी बीच झडप भएपछि अर्जुन शाह पक्राउ परेका छन्। 38 वर्षीय शाहमाथि युवाहरूले उजुरी दिएका थिए। 2 दिनको हिंसात्मक झडपपछि 12 जिल्लामा सामान्य स्थिति फर्काउने प्रयास जारी छ।
प्रदर्शनका क्रममा वीरगञ्ज पथलैया सडक अवरुद्ध भएर लामो तथा छोटो दूरीको यातायात रोकियो। झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर र टियर ग्यास प्रयोग गर्यो र यहाँ 8 बजेसम्म कर्फ्यू लगाएको थियो। जेन्जी समूहले बुधबारको घटनामा संलग्न 7-8 जना विरुद्ध उजुरी दर्ता गरेका छन्। बिहिबार बिहान 2 जना एमाले वडाध्यक्ष पक्राउ परे र 7 दिनभित्र हिरासत अनुमति दिएको छ। झडपमा 6 जना प्रहरी र 4 जना युवा घाइते भयो। 2 जनालाई वीरगञ्जमा थप उपचारका लागि पठाइएको छ भने यसैबीच खेलकुद तथा युवा मन्त्री बब्लु गुप्ता र जेन्जी प्रतिनिधिहरूमा सिमरामा वार्ता र छलफलका लागि पुगेका छन्। हस्त आजको समाचार यति नै।